आज चाहिँ म स्पेसली कोदोको पिठो बरफ बनेको कोदोको पिठो प्लस चामल मिक्स भएको मादा खोले चाहिँ खाँदैछु म। विगतमा हाम्रो बाबुबाजेहरूले चाहिँ यही कोदोको पिठो खाएर आफ्नो जिन्दगी गुजारेका थिए भनौँ न। तर यही कोदोको पिठो खान पनि हाम्रो बाबुबाजेले चाहिँ निकै कडा मेहनत गर्नु पर्थ्यो अरे भनेर हाम्रो बाबुबाजेले सुनाउँछन्। त्यो सुन्दाखेरि चाहिँ हामीलाई कथा जस्तो पनि लाग्छ क्या, तर वास्तवमा कथा चाहिँ त्यो सही हो, सत्य हो। तर आजभोलिको जमानामा यो कोदोको पिठो खानको लागि चाहिँ निकै मेहनत गर्नुपर्छ, किनकि मानिसले कोदो रोप्न छोडे, कोदोको उत्पादन छैन पहिलाको जस्तो। र हाम्रो उमेरमा हामीले पनि केही हदसम्म चाहिँ कोदोको मादा फले विगतमा खाइयो होइन। अब भावी सन्ततिहरूले त त्यति देखेका छैनन्, मादा भनेको के हो, फले भनेको के हो थाहा छैन। त्यही भएर चाहिँ भावी सम्पत्तिहरूलाई पनि ल केटा हो, कोदोको मादा फले खानुपर्छ, यो चाहिँ स्वास्थ्यको लागि एकदम हेल्थली हुन्छ भनेर चाहिँ म आज केटोलाई कोदोको मादा फल खान सिकाउँदैछु। किनकि यो भनेको शरीरलाई पनि एकदम फाइदाजनक हुन्छ। त्यसैले मादा फले खानु पाउँदा यो एकदम खुसी छ। र म पनि खाँदैछु। यो चाहिँ सही हुन्छ कि एकदम, यो बिरामीले खाँदा पनि हुन्छ, दामी हुन्छ, एकदम टेस्टी दामी हुन्छ क्या कोदोको मादा फले। कस्तो छ, कस्तो लाग्यो मादा फले? खानुपर्छ, यो शरीरको लागि एकदम राम्रो चिज हो, खानुपर्छ क्या। अब यिनीहरूले चाहिँ अब जन्मिँदै अब चामलको भात खान सिक्यो नि त। हाम्रो पालामा जन्मिने बित्तिकै चाहिँ हामीले चाहिँ खानु पाइयो चामलको भात। चामलको भात खानुको लागि निकै मेहनत गर्नु पर्थ्यो। हामी त उयो मकैको भात, यस्तै मादा फलेको। अब अहिले तिमीहरूले त यो के हो मादा भने थाहा छैन नि त, त्यही भएर मादा, यसको नाम मादा फले हो। मादा 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 फले। ल थ्याङ्क यू साथीहरू। मादा फले कहिले कहिले खानुपर्छ है, शरीरलाई एकदम राम्रो हुन्छ। गुड।